तो चलिए शुरू करते हैं। हेलो एभ्रिवान, न्यू डे न्यू एडभेन्चर। आज हामी जाँदैछौँ, कता जाँदैछौँ? जाम्बेरो के भन्छ? एक्सन पार्क। जाम्बेरो अरे के भन्छ है? हेलो एभ्रिवान। 1 hour 20 minutes जस्तैको राइड छ। आज चाहिँ हामी बिहानै हिँड्यौँ, होल डे चाहिँ स्पेन्ड गर्ने भनेर। एकदम बिहान हो यो। 10 बजिसक्यो बज्न चाहिँ। हामी जाँदैछौँ। Excited? Yes. के खेल्न जाँदैछ हामी? Jamboree Action Park. What are you gonna play there? Water park. Water park? Slide गर्ने हो? Yes. डर लाग्छ कि लाग्दैन स्लाइड गर्न? Door. लाग्छ? Alexa. यसको स्वर के भएको यस्तो? अबु आई स्लिपी? She's already sleepy. Are you sleepy भने आँखा बन्द गरिहाल। Sleeping already so long time रहेछ। हो? ओके, अपुलाई गाडीमै राखेर जाने त होला नि त्यसपछि हामी। Of course sleeping baby लाई त कहाँ लाने हो? One hour later, 2 hours later, 3 hours later. हामी यहाँ जाम्बेरो एक्सन पार्कमा आइपुग्यौँ भर्खरै। अब पार्किङ खोज्दैछौँ। यति चाँडो आउँदा पनि पुरै प्याक छ त। अब हामीले पार्किङ पनि पायो मजाले। यहाँ सबैजना गाडीबाट निस्किँदै होइन्छ। एकजना चाहिँ अड्किस्यो। ल गाइस, अब चाहिँ हामी पुगिसक्यौँ फाइनली। तर यहाँ चाहिँ यस्तो धेरै प्याक भएर पार्किङ पाउनु लास्टै धेरै गाह्रो भयो। अलिकति धेरै हिँड्न पर्यो होइन? बच्चाहरू भेरी भेरी एक्साइटेड है। अब बिनाजु टक्क झोला बोकेर भोक लागिसक्यो यार। खाएर आएको थिएँ नि, भोक लागिसक्यो। तर यस्तो धेरै 10 बजे ओपन हुने ठाउँ पनि कति धेरै मान्छे है। यस्तो धेरै मान्छे सबजना। A few moments later. कति एक्साइटेड I want to go to the wave. ल यता हेर अब कति एक्साइटेड तिमी? I'm really excited. I'm so excited. यता हेर भन नि त। यहाँ हेर भन त। I'm so excited. ओ माई गड। ल हामी चाहिँ यहाँ टिकटहरू चेक गराउँदैछौँ। लास्टै धेरै मान्छेहरू यार। आमा अब वेट, अति क्राउडेड। अब थाहा छैन यहाँ चाहिँ के एक्टिभिटीहरू छ है। समाज यत्रो यहाँ आर्टिफिसियल है। हामी यहाँ आइसक्यौँ होइन। अब यसो ठाउँहरू हेर्दैछौँ यहाँ कता बस्ने के गर्ने भनेर। खेल्ने ठाउँ त टन्नै छ यहाँदेखि उता माथिसम्म पनि छ। स्लाइडहरू के टन्नै रहेछ है। इट्स अ बिग प्लेस के। अनि यहाँ चाहिँ अहिले हामी यसो हेरिरहेछौँ ठाउँ कहाँ बस्ने भनेर। हामी यति कति 11 साढे 11 बजी आइपुग्दा पनि कस्तो प्याकै पुरै। हुन त अब अहिले होल्डे टाइम भएर पनि होला, तर रमाइलो होला जस्तो है। फुल होल डे स्पेन्ड गर्न मिल्ने ठाउँ जस्तो छ क्या यो। 12 seconds later.
ल गाइज वी आर ऑल रेडी टु गो सबैजना रेडी भइसक्यो लुगा चेन्ज गऱ्यौँ अब हामी जान्छौँ खेल्न पानीमा बच्चाहरू माथि अहिले माथि चाहिँ अहिले जाने एकैछिनमा बच्चाहरूलाई यसो पहिला रमाइलो गर्नु दिउँ भनेर अब हामी हल्का माथितिर जाँदैछौँ यो सबै हेर्नु पऱ्यो अब आएपछि त त्यही भएर जाँदैछौँ हामी चाहिँ कता पो गइसक्यो हो दिदीहरू त के भयो अबु हामी चाहिँ अहिले अब यो चेयर लिफ्टमा जाँदैछौँ सर र चेयरमा चढेर जाने यस्तो लाइन छ फेरि है जता पनि लाइन जता गयो त्यतै लाइन यहाँ चाहिँ यो चढ्न चाहिँ पुरै चप्पल जुत्ता के चाहिने रहेछ अब हामीले के पनि नलागिन आयौँ है चप्पल जुत्ता केही नलागिन आयौँ पानीमा खेल्ने भनेर यहाँ चाहिँ चाहिने रहेछ त्यही भएर अब यो हामीले स्किप हान्दिउँ अब अरू हेरौँ के छ के गर्न मिल्छ We are exploring. 1 hour later. स्लाइड हान्न जाँदैछौँ त्यहाँ माथिबाट खतरा स्लाइड यसको लागि यो लिन यहाँ कुद्नुपर्छ लाइनमा यत्रो लाइन छ यहाँ लाइन थियो त्यही लाइन बसेर हान्दैन कि अब चाहिँ माथि जानुपर्छ फेरि उकालो चढ्नुपर्छ माथि हामी यस्तो यो सिमिलर पहिला कता गोल्ड कोस्ट जाँदा पनि खेलेको थियौँ लास्ट रमाइलो भइदियो हुने चाहिँ होइन यता फेरि छुट्टै छ बच्चाहरूको रमाइलो गर्ने ठाउँ यहाँ चाहिँ लास्ट ठुलो वाटर पार्क रहेछ क्या यो ठुलो बनाएको रहेछ क्या 2009 मा थिएन क्या How can I go with you and you hold me? You guys scared or not? यहाँ पनि लाइन छ टक्क मान्छेहरूको यस्तरी यहाँबाट जाने यो ट्युबबाट सरर फिङ घुमेर तल पुग्छन् त्यहाँ भन्ला नि गाइज म त तल पुगेर आइसकेँ होइन म र अनु चाहिँ भाइ पनि गइसक्यो दिदी चाहिँ यहाँ बच्चाहरूलाई बसेर वेट गरेर बसेको थियो अब यो क्यामेरा चाहिँ लग्न दिएन क्या क्यामेरा जसमा केही लगाउन पर्ने त्यही भएर खिच्न पाएन कस्तो खिच्न मन थियो खिच्न चाहिँ पाएन यसरी लाइन बसेर तल जाने हो रमाइलो भयो त्यो You can go. Put up closer. तिमी त किन बिगाला किन नगरेको बिगाला किन नगरेको You scared? Too scary. अब यसमा जाने हो अब ओके गाई मैले दाइले फेरि हान्यौँ है माथि गएर सबले इन्जोय गर्छौँ रमाइलो भयो अब हामी अर्को राइडमा जान्छौँ उतातिर के छ अब हेर्दै अब त सानो पानीको बोकी यो चाहिँ बच्चाहरू खेल्ने ठाउँ हो तर दिजूहरू दाइहरू अनुरुम सब गइसक्यो माथि म त यहाँ तल बसिरहेको छु यो चाहिँ प्योर बच्चाहरू खेल्ने हो तर अब एकजना मजा हुँदैछ बच्चाको पनि यहाँबाट चाहिँ भ्यू देखिँदैछ है मजाको अब क्यामेरामा अगाडि लेन्समा कता कता पानी पऱ्यो थाहा छैन कस्तो आउँदैछ भिडियो आइडन्ट नो
बजियोस् रमाइलो भइरहेको छ रमाइलो एकदम यताको जता पनि जुन एक्टिभिटी गर्न गए पनि यो एक्सन क्यामेरा चस्मा केही अलाउ नगर्ने क्या अनि मलाई त अल्छी लाग्यो अब अनि यसो त्यहाँ गयो अनि फेरि फिर्ता आउनु पर्ने यो अलाउ छैन भन्यो अनि म त अब यो लगेर राखिदिन्छु अनि मजाले गएर इन्जोय गर्ने गयो त्यहाँ लाइनमा बसेपछि अनि ग्रुपको नट अलाउड चस्मा नट अलाउड क्यामेरा नट अलाउड भनिदिन्छ अनि फेरि फिर्ता आउनुपर्छ अनि फेरि लाइनमा जानुपर्छ अनि मलाई त दिक्क लाग्यो क्या बरु यो छोडिदिएर आउँछु हाम्रो सामानहरू राखेको ठाउँमा अनि बरु मस्त इन्जोय गर्ने A little longer than a few minutes later. हामी यसो अलिअलि खेलेर आयौँ होइन खेलेर आएर अब यहाँ यसो चटपट बनाउँदै भइसक्यो दिदीहरू चटपट पनि खानु पऱ्यो तर दुःखको कुरा चाहिँ यो क्यामेरा मोबाइल चस्मा केही लग्नै नदिने कि त्यहाँ खेल्ने ठाउँमा अनि त्यही भएर राम्रोसँग केही खिच्नै पाएन खेलेको ठाउँहरू चाहिँ तर अब यस रमाइलो चाहिँ इन्जोय चाहिँ गर्यो तर क्यामेराले खिच्न चाहिँ पाएन अब टक्क यहाँ खानु पऱ्यो अनि खाएर अनि फेरि अनि हामी जान्छौँ किनभने घामले परेर हो टावल ओढेको र खायो मजाले खानपिन भयो सबैको पानी खेल्न आएको पानी खेल्न जानै पऱ्यो अब चाहिँ हिँडेर जान्छौँ अनि त्यो पछि के हुन्छ हेर्दै जाऊँ फेरि अब क्यामेरा लगाउनु दिँदैन के गर्नु अब द्याट्स इट भयो One eternity later. टन्नै कुराहरू खेल्यो रिभरमा खेल्यो त्यसपछि फेरि अर्को स्लाइड हान्यो खिच्न पाएन क्यामेरा लगाउनु पाइँदैन त्यही भएर दुःखको कुरा चाहिँ त्यो छ होइन हामीलाई त रमाइलो भयो कि तर खिच्न पाएन भन्ने कुरा सबैजनाले अब लुगासुगा पनि चेन्ज गऱ्यौँ अब यो पार्क पनि क्लोज भइसक्यो सबैजना निस्किरहेको छ यहाँबाट हामी पनि निस्किँदैछौँ त्यही हो रमाइलो भयो आजको दिन चाहिँ अराउन्ड कति 5 आवर्सभन्दा बढी स्पेन्ड गरेँ यहाँ तर धेरै स्लाइडहरू खेल्यो के म्याक्सिमम् त वाटर एक्टिभिटी नै हो यहाँ हुने अनि एउटा सानो ट्रेन चढ्न मन लाग्थ्यो तर बन्द भइसकेको छ त्यही भएर चाहिँ पाइएन अनि स्लाइडहरू खेल्यो वाटर स्लाइड अनि माथिबाट के स्लाइड अनि एउटा केबल कार जस्तै बसेर जाने थियो माथि त्यो पनि गऱ्यौँ धेरै 6-7 एक्टिभिटी गऱ्यौँ अनि अब सबैजना अब निस्किँदैछौँ हामी लेट्स गो गाइस यु लेट्स गो अबु ल And then you say everyone is doing cool. Mom. The new tech. Mom was doing cool. That's forever. भन्छ के सुनाम कस्तो भयो त अनि आजको एक्सपिरियन्स यस एकदमै रमाइलो एकदम रमाइलो भयो खेल्दा नन स्टप खेल्नु मेरो बन्द भएछ मात्रै निस्क्यो सबैजना बन्द भएपछि नि निस्क्यो हो त नि सबैजना भएपछि निस्क्यौँ रमाइलो भयो यहाँ ला सम्हाल्यो भने ला राजा हजुर भोक लाग्यो अहिले भोक त लागेको छैन है लाग्न लागेछ अब ती भोक लाग्छ यार हजुरलाई हजुरको नाम भोक लागेर राखिदिनु पर्यो के खाम भोक लाग्यो भने लाग्न लाग्छ मलाई के खाम चाहिँ भइरहेको तर लाग्न लाग्छ भने What do you mean? कस्तो भयो आजको एक्सपिरियन्स यो 15 वर्षमा धेरै चेन्ज भइसक्यो चाहिँ जम्मेर Bro, what are you talking about, man? साह्रै राम्रो भयो पैसा असुल भयो पैसा असुल गरियो होइन त करू कस्तो भयो सुना 30 वर्षपछि आएको यति धेरै चेन्ज You serious? साँच्ची 30 वर्षमा यहाँबाट त्यहाँसम्म पुग्दो रहेछ भनेर एकदमै सेम इन्जोय अल्लाह
हामी पनि त्यस्तै 40 वर्षपछि होला बिहा मेरो होइन म त अहिले कति एक हप्ता अगाडि आएको थिएँ एकदम ड्रास्टिक चेन्ज भइसक्यो एक हप्तामै ओके त्यस्तो गर्छ नबिस्यो ओके लेट्स गो एनीवेज अब पछि अब भिनाजुको अर्को बच्चा भएपछि फेरि लिएर आउँला ओ भाई मारो मुझे मारो सबजना गाडीमा चढिसक्यौँ बसिसक्यौँ हामी अब जाँदैछौँ घरतिर Caution, road with restricted access. कति बजे 5:26 भयो हामी आएको चाहिँ बिहान हामी पौनी 12 बजे पुगेथ्यौँ है 5 घन्टा जस्तै बस्यौँ हामी 5 घन्टामा यति धेरै फन गऱ्यौँ कि अनलिमिटेड फन अझै पनि एनर्जी बाँकी छ है छ नि तर बन्द भइहाल्यो के गर्नु 5 minutes later. यहाँ हामी McDonald's-मा आएको छौँ यहाँ नजिकै रहेछ बच्चाहरू नि हल्का भोगाए हामीलाई चाहिँ त्यस्तो भोक लागेको त छैन त्यही पनि सबैले एउटा क्विक केक खाइदिउँ भनेर आएको छौँ यहाँ नजिकै रहेछ McDonald's बाटोमै पर्ने रहेछ हजुर हुन्छ अब बिफ खाइँदैन के जिस के कहाँ खानु बिफ ल हामी यहाँ अब अर्डर गर्दैछौँ बर्गर चिप्स के हो अब सबैजना आफ्नो चोइसमा के खाने म त ड्रिङ्क खान्छु गाइस हाम्रो स्न्याक्स चाहिँ आयो अब हामी क्विक खाएर निस्किन्छौँ हल्का टाइमै लाग्यो यो McDonald's पनि यहाँ धेरै मान्छे भएर बिजी भएर हो कि के हो अब आयो हाम्रो फुड अब खाएर हामी निस्किहाल्छौँ क्विक खाइदिउँ अब बर्गर के छ बर्गर चिप्स ड्रिङ्क्स McDonald's-मा हाम्रो खानपिन सक्यो हल्का क्विक स्न्याक्स हो बर्गर चिप्स यताउति बर्गर चिप्स ड्रिङ्क्स अब घरतिर लाग्दैछौँ हामी सबैजना My one go here and the other one go there. Dada, not allowed to sit. I said you swat. You open the. It takes a time, Baba. It takes a long time. Bakre. Get it? One eternity later. गाइस भर्खरै घर आइपुग्यो हामी चाहिँ होइन सबैजना अब गाडीबाट निस्किँदै होइसिन्छ फर्किँदा अब खासै केही खिच्न पाएन म ड्राइभ गरिरहेको थिएँ अब खिच्न पनि के खिच्ने अब त्यही नै हो जाँदा जुन बाटो थियो फर्किँदा पनि त्यही नै बाटो थियो कोहीजना रेस्ट गर्छु कोही निदाइछु त्यही भएर केही राम्रोसँग खिचेन फर्किँदा चाहिँ किनकि इट वाज द सेम रुट कमिङ ब्याक अब घर आइपुग्यौँ यति भन्दै अल एन्ड द भ्लग